हे गाइस, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज हामी पहाडको यात्रामा छौँ हैन, हेर्न सक्नुहुन्छ। ठ्याक्क जिपमा छौँ अनि चारैतिर हरियाली छ एकदम हैन, हेर्न सक्नुहुन्छ। अनि ठ्याक्क अलिकता डकुमेन्टको काम थियो, त्यो गर्नको लागि मोगलसैन भन्ने ठाउँमा जाँदैछौँ अछाम हैन, अछाम जिल्लामा ठ्याक्क हैन, हेर्न सक्नुहुन्छ हरियाली भरियाली कति छ। ठ्याक्क सबै बाबा म साथमा अरू पनि धेरै मान्छे छन्, हेर्न सक्नुहुन्छ गङ्गाहरू कति राम्रो छ आहा। अनि त्यसपछि हैन हामी ठ्याक्क एउटा काम सिद्धिएर ठ्याक्क हैन त्यहाँ धनगढी फर्क्यौँ। धनगढीबाट ठ्याक्क बसमा चढेर दाजु अनि म ठ्याक्क हैन काठमाडौँको यात्राका लागि निक्ल्यौँ। यहाँ पनि डकुमेन्टको काम छ, धेरै पहाडबाट धनगढी आयो, धनगढी काम सिद्ध्यायो। त्यसपछि अब ठ्याक्क हैन काठमाडौँको यात्रामा छौँ। ठ्याक्क हैन हेर्न सक्नुहुन्छ एकदम पानी परिरहेको छ, एकदम बस पनि चिलमा हिँडिरहेको छ। हामी दुईटै दाजुभाइ ठ्याक्क हैन सिटमा राम्रोसँग बसिरहेको छौँ। ठ्याक्क हेर्न सक्नुहुन्छ राम्रोसँग बसको सिट पनि एकदम बब्बाल छ, एसी अनि चार्जर सबै फ्री रहेछ। अनि खाना खाने टाइम आयो ठ्याक्क हैन, त्यसपछि खाना खान लाग्यौँ। तर खाना एकदम बेकार थियो कि, राम्रो लागेन। यो बाटोमा थारूको होटल रहेछ है, न रोटी दियो न केही, खालि भात मात्र। अनि के हो न राम्रो न केही, त्यत्तिकै थियो। अनि ठ्याक्क त्रिशुली पुग्यौँ। त्रिशुली 12 बजे पुगेको हैन, ठ्याक्क त्रिशुलीमा हेर्न त पहिरो खसेर कस्तो भइरहेछ हैन। अनि 12 बजे पुगेको बस अनि ठ्याक्क बिहान 4 बजे हिँड्यो, किनकि त्यहाँ पहिरो लागेर हेर्न सक्नुहुन्छ भिड खसेर कस्तो भएछ, पानी परेर एकदम जाम हेर्न सक्नुहुन्छ। अनि ठ्याक्क त्यसपछि हैन बिहान ठ्याक्क हैन हामी बस फेरि कुद्यो हिँड्यो। अनि त्यसपछि ठ्याक्क हैन दाजुभाइ दुइटै निक्ल्यौँ बसमा हैन, ठ्याक्क आँखा मार्दा यत्तिकै हैन हेर्न सक्नुहुन्छ बिहान उठ्दै यस्तो छ। अनि ठ्याक्क त्यसपछि त्यहाँ यो जग्गाको नाम चाहिँ थाहा भएन, तर यहाँ एकदम बाटो पनि एकदम दुर्गम रहेछ हैन। काठमाडौँ जाने बाटो हेर्न सक्नुहुन्छ, बस ठोक्केर पडेको रहेछ यहाँनिर हैन, हेर्न सक्नुहुन्छ हजुरले। बसको पुरा एकदम बेहाल भएको छ यहाँनिर, पुरा एकदम पहाडी इलाका रहेछ क्या, यहाँ पुरा पहाडै पहाड, खै के घाट भनेर भन्छन् हैन। यो साइडमा रोड छ। अनि त्यसपछि ठ्याक्क यहाँ काठमाडौँमा हाम्रो हैन एन्ट्री भयो। काठमाडौँमा हल्का पुग्यौँ अनि शान्त भयो कि 36 घन्टा लगाइदियो बसले के त्यहाँ काठमाडौँ पुग्न। हामी अहिले भर्खर कति 7:30 हुँदैछ, त्यति बेला हामी काठमाडौँ पुगेछौँ हैन। अनि काठमाडौँ पुगेर ठ्याक्क हैन रुम गरेर रोकेर फेरि त्यसपछि हामी गयौँ धरानमा हैन। यहाँ हेर्न सक्नुहुन्छ, ओ माई गड कति राम्रो कति ब्युटिफुल छ हैन धरारा, एकदम बढिया नयाँ धरारामा हैन छौँ हामी। हेर्न सक्नुहुन्छ वरिपरि राम्रो छ, 200 रुपियाँ टिकट रहेछ हैन, तर राम्रो लाग्यो हैन। माथिसम्म गयौँ हैन, तल हेऱ्यौँ एकदम बढिया छ रोक्ने जग्गा। हजुर पनि आउनु मौज गर्नु यहाँ हैन, काठमाडौँमा राम्रो छ। तर म भन्छु हैन कोही पैसानको चिने चानेको मान्छे छ भने मात्र राम्रो हो, नत्र त पैसा धेरै लाग्छ गाइज हैन। अनि लुटपाट पनि धेरै गर्छन् मान्छे, अब नचिनेको मान्छेबाट धेरै पैसा लिन्छन् के। त्यसैले सावधान हुनु होला जहाँ गए पनि जहाँ भए पनि हैन। राम्रोसँग आउनु चाहनुहुन्छ भने काठमाडौँ हैन, यस्तो कोसँगै पनि सम्पर्क नराख्नु, आफ्नो चिने जानेको मान्छेसँग मात्र सम्पर्क राख्नु। अनि साथमा कोही मान्छे लिएर आउनु, एक्लै नआउनु, किनकि हैन एक्लै आएपछि हैन हजुरलाई लुटपाट गरेर हैन यताउता भनेर गरिदिन्छन्। हाम्रो जान पछाडको मान्छे छ, त्यसैले हामी त्यहाँ रोकेछौँ। अनि हामी यहाँ माथि धरारामा हेर्न सक्नुहुन्छ कति 20 मालामा थियो के, 20 मालाबाट हेर्न सक्नुहुन्छ क्या दामी देखिरहेछ काठमाडौँ। अनि त्यसपछि ठ्याक्क त्यहाँबाट आएर घर आएर ठ्याक्क हैन चाय नास्ता गरेर अनि फेरि लाइनमा दौड्यौँ हैन। हेर्न सक्नुहुन्छ लाइनको हो भिड कति छ लाइनको, यहाँ हेर्न सक्नुहुन्छ। अब रिजल्ट के आउन थाहा छैन, तर हेर्न सक्नुहुन्छ धेरै लाइन छ यहाँ, यति लाइन छ यो भन्दा धेरै अझ भित्र छ यहाँ हेर्न सक्नुहुन्छ। बाहिरको खतम भयो अनि भित्र साइन गरेर अनि ठ्याक्क त्यसपछि यहाँ आयौँ। अनि यहाँबाट हेर्न सक्नुहुन्छ सबैजना, ओ माई गड तल अझ छन्, अझ माथि छन्, के गर्ने यस्तै छ गाइज हैन। भिडियो राम्रो लाग्यो होला, इन्ट्रेस्टिङ लाग्यो होला। अनि भिडियो मन पऱ्यो भने लाइक अनि सेयर गरिदिनु होला। बाई बाई, ल त है।